अब यात्रा चाहिँ चितवनको चाहिँ मेरो आज भरतपुर चितवन जाँदैछु। त्यही गरेर भेटौँला है। भ्यू गाउँको भ्यू भनेको यस्तो हुन्छ कि यहाँबाट हिमाल पनि देखिन पर्ने देखेको रहेछु गाउँतिर। देउडेगाउँको अवस्था यस्तो छ क्या देउडेगाउँको अवस्था होइन। देउडेगाउँ चाहिँ यही हो। यात्रा जारी नै छ है। काले कस्तो लागिरहेको तँलाई? बबाल रहेछ दिदी तलै नि तँलाई बवाल मजा भएर यस्तो ठाउँ छ कि ल। ल यताबाट हाल्नु पर्ने पुल बन्दै रहेछ। बाटो भित्र हो अझै टाइम छ यार। त्यो जाँदैछ कि खोला तर्नु पर्ने रहेछ क्या। पुल चाहिँ बन्द रहेछ कि यस्तो डाँडाकाँडा चाहिँ बब्बाल छ क्या ल। भ्यू चाहिँ बब्बाल छ क्या ल। यो देवचुली हो यो टुप्पा। झन्डै झन्डै लगभग 8 घन्टाको यात्रापछि बल्ल आइपुगेको छ। ल जाम
यता हो पल्ला हो अगाडि पठाउनु ओ यहाँ उहाँ ल्याउनु नि त मामा पनि आउनु के तपाईँ दुईजना नि त सबै ठुल्बा ओके दुईजना आउनुहुन्छ ल जाम वेलकम हुँदैछ है वेलकम हुँदैछ लाइन बढाओ लाइन अप लाइन अप लाइन अप लाइन अप लाइन अप स्वागत कार्यक्रम यहाँ जम्मै पहाडी बसेर कन्देछ यहाँ तालीको स्वागत सही छैन नि त ल झोरा झोरा टिका त म त एकदम फेभरेट हो क्या झोरले झोरले ल दलदले होइन त हामी हजुर अहिले त म खेती आलु त्यही रातभरिको डान्सरहरू यिनीहरू ल ट्याक्क नाच्छ कि यिनीहरू त्यहाँबाट ड्याङ ड्याङ बजाउने हो यिनीहरू चाहिँ नाच्छ बजाउनेहरू चाहिँ रेडी छ केटाहरू तपाईँ बजाउने बजाउने भाइ आउँदैछ है भाइ वेलकम वेलकम मेरो हेन्सम भाइ आइस है कताबाट आयो नि तिमी कपाल त एउटै मेरो भ्लगमा चाहिँ तल वेलकम छ है ल फर्स्ट टाइम है यो फर्स्ट राउन्ड The next day. कानु मरु सिस्टम फेरि त छानले ल एकदम बङ्गुरको मासु यस्तो हुन्छ गाउँतिर फेरि होइन टक्क हाम्रो फेरि यता बाजे हुनुहुन्छ यता दाजु हुनुहुन्छ अहिले यो रगत हालेको मासु पनि देखाउनै छु है म चाहिँ अर्को रीतिरिवाज यो मौलिक कौडा चाहिँ यस्तो बबाल यो साफ्रा उचालेर देखाउनु न फेरि ल ल हेर ल
भात खाने बेला खाना खाएर मान्छे आएन यो हो कि स्पेसल हाम्रो दिदीहरू हुनुहुन्छ चिकन चिकन दाल ल हात धुन चलन पनि रहेछ कि फेरि च्याप्प समाउ त मजाले फिज जानी गरेर कलापमा हान्का काल क्या कहाँ जाने सिगार लाएर हाने एकछिन वापस अलिक मजाले धो है ओहो धेरै दिन भयो ओहो भयो अलि भएर रहेन अहिलेलाई भयो होला टोपार हेरौँ न टोपार अर्ग्यानिक टोपार अर्ग्यानिक टोपारमा बाउ छोरो भएर टक्क हानिरहेको 1 eternity later. भोटी पाठाल कि पाठी मेरो गुणमा पनि सुकेन बुनीहरूले सोम यही भनेको तैँले भोटी अन्डा मात्र आन्के बर भोटी अन्डा मात्र पहने उडा बर यार भोटी अन्डा मात्र दिन्छले भोटी मार बा अनि हिडी फुलमा धाम के आन्छ मगर निन सिर मात्र दुपले ये कले फेर मेन नियन गेल्स नागरी मारा पनि हाल भोटी ओसे त क्या उसके छुके लेके चाचे पहिला रेख्यो कि पैसा नि से भोटीले नामले पो भोटी दुल त कोनमा जाजे एक वर्ष पहिला ढोंडले ठाङा पो कोम्बना पो सार कोम्बा जाले भोटी क्या पाउला कोनमा जाजे ओ होता जाजे नै खेले रे मान के खेल भोटी को 6.5 hours सुल्टिनीको शिरैमा चन्द्रमा सुल्टिनीको शिरैमा चन्द्रमा बिहाबारी बाइसमा
Tomorrow, day 2. तारुङ निवास। अब म भरतपुरदेखि अब पोखराको यात्रामा छु। बाइक पनि रेडी भइसक्यो। झरन आऊ न पोखरा पोखरा 126 किलोमिटर छ है, त्यहाँ देखाइरहेको छ 126 किलोमिटर। अहिले हामी आँपटारीमा। ल यार पानी परेर खत्तम भयो यार हैन। ल अब रेनकोट उकाल्ने तयारीमा हो क्या। अब हामी दमौली पुग्नलाई अब लगभग 10 मिनट जति लाग्छ। अहिले हामी सिर्केनी ओह्रालोतिर छौँ। बाइक पनि तातिरहेछ यार। बाइक यहाँ छ, हिसाब सिसाब गरियो। खरेनी आएर टक्क खाजा खानु पर्यो अब होइन। मोमो खाएपछि अनि यो गाउँतिर जान्छु म, पोखरातिर लाग्छु फेरि। पानी परेर बिजोग भयो यार, थकित छ। अब पोखरा पुगेर भेटौँ ल। म चाहिँ पर आइपुगेँ। मेरो बाबु त को हो?
हेलो भन्नु बाबु के बाबु पढ्ने होला नि टेबलमा आइपुग्यो ल आइपुग्यो धन्दा 36 घन्टा पछि